चर्चित ललिता निवास जग्गाको लहरो श्री 3 भीम शमशेरसम्म पुग्छ। सुनौ यसको रोचक कहानी। विक्रम सम्वत 1989 भदौ 17 गते श्री 3 महाराज भीम शमशेरको देहान्त भयो। भीम शमशेरको मृत्युपछि जुद्ध शमशेर श्री 3 बने। एकजना प्रधानमन्त्री हटाएर अर्को प्रधानमन्त्री भएपछि राणाकालमा रोल क्रम निर्धारणमा ठूलो दाउपेच र षड्यन्त्र हुन्थ्यो। भीम शमशेरको निधनपछि उनले रोल क्रममा राखेका आफ्ना ल्याइतेपट्टिका सन्तानहरू हिरण्य शमशेर र प्रकाश शमशेरलाई नयाँ श्री 3 बनेका जुद्ध शमशेरले लखेटे। त्यति मात्र होइन, भीम शमशेरकी तामाङ महारानी सीताबाट जन्मेकी छोरीको विवाह युवराज महेन्द्रसँग गर्ने भनी पहिले नै लागेको लालमोहर पनि बदर गरिदिए र जुद्धले भीमको छोरी होइन आफ्नो नातिनीको विवाह युवराज महेन्द्रसँग गराइदिए। भीम शमशेरकी तिनै तामाङ महारानी सीताकुमारीका छोरा थिए हिरण्य शमशेर। जुद्ध शमशेरले धनकुटामा बडा हाकिम बनाएर सर्वस्व हरणसहित निष्कासित गरेका उनै हिरण्य शमशेरकी कान्छी रानी ललिता राज्य लक्ष्मीको दरबार थियो ललिता निवास। हिरण्य शमशेर सर्वस्व हरणसहित निकालामा परेपछि ललिता राज्य लक्ष्मीको ललिता निवास पनि खोसुवामा परेको थियो। भीम शमशेरका छोरा मध्ये विवाहित महारानीबाट जन्मेका पद्म शमशेर जुद्ध शमशेरपछि आफै श्री 3 महाराज भए। श्री 3 हुँदा पनि पद्म शमशेर राणा शासन विरुद्धको आन्दोलनमा सहभागी बनेका थिए र बीचमै उनले राजीनामा दिनु परेको थियो। भीम शमशेरका ल्याइतेतिरका दुई छोराहरू हिरण्य शमशेर र प्रकाश शमशेर जुद्ध शमशेरले खोसुवा गरेपछि राणा शासन विरोधी आन्दोलनमा सामेल भएका थिए। हिरण्य शमशेरका छोरा सुवर्ण शमशेर नेपाली काङ्ग्रेसका संस्थापक भए र प्रजातन्त्रपछि उनी काङ्ग्रेसका तर्फबाट मन्त्री परिषदको अध्यक्ष पनि भए। यस्तै प्रकाश शमशेरका छोरा महावीर शमशेर 2008 सालपछि नेपाली काङ्ग्रेसकै तर्फबाट अन्तरिम सरकारका मन्त्री भएका थिए। सर्वस्व हरणसहित खोसुवामा परेका उनै हिरण्य शमशेर र ललिता राज्य लक्ष्मीका छोरा थिए सुवर्ण शमशेर। सुवर्ण शमशेर नेपाली काङ्ग्रेसको संस्थापक नेता पनि हुन्। 2007 सालमा प्रजातन्त्र बहाली गरेर स्वदेश फर्किएपछि श्री 3 मोहन शमशेरले सुवर्ण शमशेरकी आमा ललिता राज्य लक्ष्मीको उक्त ललिता निवासको जग्गा फिर्ता दिएका थिए। पछि 2017 सालमा प्रत्यक्ष शासन सुरु गरेपछि राजा महेन्द्रले फेरि ललिता निवासको जमिन सुवर्ण शमशेरबाट खोसेर सरकारीकरण गरे। देशले प्रजातन्त्र पायो, तर देशमा प्रजातन्त्र ल्याउन आफ्नो सर्वस्व गुमाएका सुवर्ण शमशेरका सन्ततिले ललिता निवासले चर्चेको जमिन फिर्ता पाएनन्। यहाँ अझ रोचक कुरा के छ भने यदि राजा त्रिभुवन र श्री 3 भीम शमशेर बीच भएको सहमति अनुसार भीम शमशेरकी ल्याइतेतर्फकी छोरी पिताम्बरीसँग यदि युवराज महेन्द्रको विवाह भएको थियो भने सुवर्ण शमशेर उनको ससुराली पर्थे। विवाहको उक्त सहमति बदर भएर जुद्ध शमशेरकी नातिनीसँग महेन्द्रको विवाह भयो र 2017 सालमा महेन्द्रले उक्त जमिन सरकारीकरण गर्दा सुवर्ण शमशेर आफन्तमा परेनन्। ललिता निवासको उक्त जग्गा 2046 सालमा प्रजातन्त्र पुनर्बहाली भएपछि अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले फेरि सुवर्ण शमशेरका सन्तानलाई फिर्ता गर्ने निर्णय गरेका थिए। त्यसयता उक्त जग्गा सुवर्ण शमशेरको परिवारको कि सरकारको भन्ने विवादमा मुद्दा चलिरहेकै छ। सुवर्ण शमशेरको परिवारले सरकारबाट फिर्ता पाएर मोहियानी कटौती गरी बेचबिखन गर्ने क्रममा अहिले उक्त जग्गा विवादित छ। ललिता निवासको उक्त जग्गाको पुरानो पृष्ठभूमि हेर्दा श्री 3 भीम शमशेर र उनका 3 वटी रानीबाट जन्मेका सन्तानहरूको इतिहाससम्म पुग्नुपर्छ। श्री 3 बन्ने प्रतीक्षा गर्दा गर्दै 28 वर्षसम्म लगातार कमान्डिङ अफिसर पदमा रहेका भीम शमशेरले अन्ततः आफूभन्दा मात्र 2 वर्षले जेठा श्री 3 चन्द्र शमशेरको 67 वर्षको उमेरमा देहान्त भएपछि 65 वर्षको बुढो उमेरमा विक्रम सम्वत 1986 मङ्सिर 10 गते श्री 3 बन्ने सौभाग्य पाएका थिए। राणा श्री 3हरूमा सम्भवतः सबैभन्दा बढी उमेरमा श्री 3 हुने भीम शमशेर नै थिए। मुस्किलले 3 वर्ष पनि श्री 3 बन्न नपाएका भीम शमशेरको कालगतिले नै विक्रम सम्वत 1989 भदौ 17 गते देहान्त भएको थियो। राणा शासकहरूमा बुढो प्रधानमन्त्री भीम शमशेरको एक विवाहित बडा महारानी थिइन् भने ल्याइतेमा सीता महारानी तथा गुन्जन महारानी थिइन्। सीता महारानीको कथा निकै रोचक छ। जेठी महारानी बिरामी हुँदा हेरविचार गर्न भोजपुरबाट ल्याइएकी मुर्मी तामाङ केटी थिइन् सीता महारानी। भोजपुर सिम्पानीकी ब्लोन तामाङ थर्की दिलकुमारीलाई भीम शमशेरले मन पराएपछि रानी बनेको कथा यसअघि नै प्रस्तुत भएको छ। सीता त्यसबेलाको मुर्मी तामाङ परिवारबाट महारानी हुने भाग्यमानीमा परेकी थिइन्। बुढो उमेरमा 24 वर्षकी दिलकुमारी तामाङसँग विवाह गरेका भीम शमशेरले जेठी रानीको देहान्त हुनासाथ उनलाई बडा महारानी बनाइदिए। विवाह अगाडि नै सीता महारानीबाट जन्मने छोरीलाई युवराज महेन्द्रसँग विवाह गराई भविष्यको रानी बनाउने समेत वचन दिएका थिए। राजा त्रिभुवन त्यसका लागि तयार पनि भइसकेका थिए, तर अचानक विक्रम सम्वत 1989 भदौ 17 गते भीम शमशेरको नै देहान्त भयो।
जुद्ध शमशेर श्री 3 बने। जुद्धले भीमको छोरी होइन आफ्नी नातिनीको विवाह युवराज महेन्द्रसँग गराइदिए। भीम शमशेरको मृत्युपछि श्री 3 बनेका जुद्ध शमशेरले भने रोल क्रममा फेरबदल गराए। ल्याइते सबैलाई रोल क्रमबाट हटाइदिए, जसले गर्दा भीम शमशेरको ल्याइते 2 रानी नै अधिकारविहीन बने। उनका छोराहरू पनि सर्वस्व हरणमा परे। भीमकी अर्की रानी गुन्जनतर्फका छोराहरू पनि रोल क्रमबाट हटाइए। जुद्ध शमशेरले रोल क्रमबाट श्री 3 हुन लागेका रुद्र शमशेरको साथै भीम शमशेरको सीता महारानी तर्फका छोरा हिरण्य शमशेर तथा प्रकाश शमशेरलाई पनि सर्वस्व हरणसहित निकालेर पठाए। कान्छी गुन्जन रानीका तर्फबाट छोरा राम शमशेरको साथै अन्य दासी पुत्रहरू पनि निष्कासितमा परे। युवराज महेन्द्रसँग विवाह हुन लागेका दिव्यश्वरी राज्य लक्ष्मीको पछि भारत धरमपुरका महाराजा राजेन्द्र सिंहसँग तथा सीता महारानीकी छोरी पिताम्बरी राज्य लक्ष्मीको पनि नेपाल बाहिर नै विवाह भएको थियो। देशमा राणा शासनको अन्त्यका लागि यही सर्वस्व हरणसहित भारतमा निष्कासनमा रहेका हिरण्य शमशेरका छोरा सुवर्ण शमशेर र प्रकाश शमशेरका छोरा महावीर शमशेरहरू लागे। नेपाली काङ्ग्रेसलाई आर्थिक सहयोग गरेर देशभित्र विद्रोहको आवाज उठाए। हिरण्य शमशेरका छोरा सुवर्ण शमशेर तथा प्रकाश शमशेरका छोरा महावीर शमशेरले आन्दोलनमा आर्थिक सहयोग गरेर देशमा राणा शासनको अन्त्य गर्न ठूलो भूमिका खेले। प्रकाश शमशेरका छोरा महावीर शमशेरले नेपालमा पहिलो हवाई जहाज सेवाको सुरुवात गरेका थिए। हिमालयन एभिएसनका नाममा नेपालको पहिलो हवाई जहाज उडेको थियो। पोखरा विमानस्थलमा पहिलो पटक बिपी र गणेशमान सिंहलाई लिएर हिमालयन एभिएसनको विमान नै पोखरा पुगेको थियो। महावीर शमशेर प्रजातन्त्रपछि काङ्ग्रेसको तर्फबाट विभिन्न मन्त्रालय सम्हाल्दै मन्त्री बनेका थिए, तर पछि उनी कलकत्तामा नै रहे। टाइगर सिनेमा, डलहौजी प्रोपर्टिज, हुमायूँ प्रोपर्टिज, हिमालयन एभिएसन, कलकत्ता क्लब तथा क्लब 300 मा मालिक रहेका महावीरको सन्ततिको अहिले पनि कलकत्तामा ठूलो धनराशि लगानी रहेको छ। यता ललिता निवासको भने मुद्दा मामिला जारी नै छ।